यतिखेर हाम्रो बिचमा हुनुहुन्छ आज चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाहजी हो। आज चाहिँ के छ भनेपछि अनि अहिले चाहिँ होइन राजाका समर्थकहरूले चाहिँ अहिले चाहिँ नेपालमा राजा ल्याउनुपर्छ, राजा आवश्यक छ भनेर भनिरहेका छन्। यस विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ र यदि तपाईँ चाहिँ अब चाहिँ राजा हुनुभयो भने देशलाई चाहिँ कुन प्रकारले चाहिँ ह्यान्डल गर्नुहुन्छ? यस विषयमा मेरो भन्नु त छ जस्तो मलाई लाग्दैन, तर पनि कुरा के छ भने राजा आउने कुरामा नेपाली आम जनताको निरीक्षण, नेपाली आम जनताको सहमति र आन्दोलनले साकार पार्छ जस्तो मलाई लाग्छ। जनविश्वास, सनातन धर्मको कुरा, हिन्दू राज्यको कुरा मैले मात्रै भनेर हुँदैन। जनता आफै उठ्नु पर्यो। जनता जागेपछि, जनता उर्लेपछि जनसागर भने जस्तै राज संस्था फर्काउन सकिन्छ। अब म यसरी मात्रै फर्केँ भने त उल्टो फर्किन्छु। जनता मलाई फर्काउने हो कि? त्यस भएको हुनाले पशुपतिनाथले सबैको कल्याण गरून्, सबैको जय होस्। मैले त कामना गरिराखेकै छु। कुनै समयमा ढुङ्गा पनि बोल्ला।